रिटर्न आइसकेको छ क्राउड You are not a returning player. 1-2 वर्ष तिमीहरूको दाइ फेरि आइसकेको छ त्यही खुसियालीमा चाहिँ केटा हो नेट चलेन भने हिँड्नुपर्छ त्यो केटा हो अनि एउटा अर्को कुरा केटा हो लाइक सियर सब्सक्राइब हान्न नबिर्से यसको नाम यो त के हो अरे यो होइन सक्छन् होइन क्या हिजडा गाइज यो हिजडा हो रुम टुर केटा हो टोइलेट त्यस्तो केही छैन केटा लजिट ब्याक्सी यता राख्नु पऱ्यो यस्तो आलु छ नि यार मेरो के केटा हो मेरो रुममा यस्तो एउटा यो आँडे यस्तो परेको छ नि यस्तो आलु मान्छे छ नि केटा हो होइन कस्तो मलाई रिग्रेट लागिरहेको छ कि यसलाई हामी आफ्नो रुम पार्टनर बनाएर केटा हो होइन के यस्तै हो अब केटा हो खतरा अनि केटा हो भ्यू खतरा छ हाम्रो छेउको रुमको केटाहरू नि देखिन्छ यहाँबाट केटाहरू छ जो पनि जोस् अनि यो केटा भ्यू ओरिएन्टेसन प्रोग्राममा हाम्रो साथी छ केटा हो यहाँ चाहिँ ओरिएन्टेसन प्रोग्राममा हाम्रो मिस्टर प्रेसनको लागि छ हाम्रो यो भाइ अनि यसको चाहिँ हिजोडा भाइ छ हाम्रो चाहिँ अनि त्यसकैको लागि हामी यहाँ आएको हो मेन त हो कि अनि केटा अनि Nutrition हो आज चाहिँ न्युट्रिसन हो आज चाहिँ निकाल्यो सबै निकाल्यो आज चाहिँ केटा हो अनि यसको उ गरिदिने हामी यसलाई भाइरल बनाइदिने यसलाई भाइरल बनाइदिनुपर्छ केटा हो मलाई हेल्प अहिले थोरै गर्न पर्दैन होइन तर क्यान्डिडेट चाहिँ अर्जेन्टिनाको फ्यान पऱ्यो कि अनि त्यही भएर अनि राम्रो भयो जोको जीवन रमिलो रम्झो कहिले सम्झो कहिले रम्झो पानी हुने जीवन हो धन्यवाद केटा हो तिमीहरूको दाइलाई यहाँ खतरा देखिरहेन भन्न मुसीहरू हिरो हो नि मुसी फेरि अब होइन दाइलाई यहाँ खोइ यताको त बत्ती नै बल्दैन के हो भाइ यस्तो आलु रहेछ कस्तो आँडे कि मलाई उता देखाएर के यहाँ हेर्न केटा हो ल यहाँ हेर्न ल मुजी ल जहाँबाट नि बल्दैन आएर देखाइदिउँ टोइलेट भने मुजी हिरो मान्छे जहाँ पनि हेरे देखिन्छ खतरा छैन मुजी खुट्टा दुखिरहेको छ भने त्यो किनभने त्यहाँ बसाएर नयाँ झारेहरू खुट्टा कस्तो नमिठो दुखिरहेको केटा हो यो मुजी मैले टिभी हेरेको केटा केटा होइन मुजी मैले आमा टिभी बल्ल बल्ल खुल्यो होइन खुल्न नि गाह्रो थियो होइन खोल्यो होइन अनि आमा अहिले अझ नो सिग्नल रह्यो कि केटा हो त्यो खुट्टा दुखिरहेको फेरि केटा मलाई किन मस्केको भने गोदिन्छु भन्दै यता यता के चलिरहेको केटा हो यसको जोस भाइको भाइ म मुजी यस्तो फटा छ मेरो मुजी योसँग बोलिरहेको मुजी के हो अब एक्ससँग मुजी बोल्ने भनेपछि झन् एक्ससँग बोले फिलिङ समथिङ त हुन्छ नि होइन केटा हो भन्नु न मुजी
केटा भर्खर स्विमिङ हानेर यस्तो औडा भइरहेछ, टाउको साउको दुखिरहेछ नि माया, कान दुखिरहेको थियो होइन। स्विमिङ हानेर आएको मुजी यस्तो कान मुजी टाउको यस्तो भेजा दुखिरहेको नि माया साला। औडा भइसक्यो केटा, टाउको साउको दुखिरहेछ माया, यस्तो जेट भइरहेको ट्रिप्पी भइरहेछ, यस्तो रिगाड के भयो मुजी त्यो आलु रहेछ भने मुजी त्यहीँ थुकेको छ फेरि केटाहरू होइन। सुइरहेको थियो नास्टी एज फक भइरहेको थियो म त यहाँ केटा, यस्तो औडा लगाइरहेको थियो। जुत्ता सुत्ता लगाइदिन्छु केटा होइन, चलिदिन्छु अब त्यो ऊ भनेर चाहिँ यसो गेम सेम खेलाउँछ होला केटा। औडा भयो भने मलाई त अति केटाहरू मजा त्यो के हाल्छ त त्यो त्यही हो यो मरेको हो। सबैजना आउँदैछ, म कतै बोलाएको छ त्यसको लागि हामी जाँदैछु केटा हो। दिनुपर्छ नि आज के चल्दैछ दोस्तीको, के पार्टी गर्दै हुनु दोस्ती के मुजी चिल हो डाइरेक्ट दोस्ती तिमी एउटा मिठो लाइन हाल्नु न दोस्ती। ऱ्याप छ, ट्याप छैन, नाचिक्ने चस्मा छ, कसैको थोपडा छैन। दोस्तीले खतरा हान्छ होइन केटा, कस्तो गरेर माथि आएको छ ह्यातेरिका, जतिखेर नि ह्यातेरिका, जतिखेर नि ह्यातेरिका पागल जतिखेर नि ह्यातेरिका बाहेक केही पनि भन्दैन। अनि केटा हो पाएको तापको माथिपट्टि हलमा तापको केटा हो। Yes, man. ओइ ब्रदर, तिमी स्विमिङ गराएको थियो होइन? हामी त हेरेको क्र्याक केटा होइन, अब च्याप हुनु पऱ्यो नि त होइन। आइ भनिदिउँ न त केटा। Now, सबैजनाले आफ्नो मोबाइल फोन साइलेन्ट गराउनु होला। केटा हो अब यहाँ प्रोग्राम सुरु हुनु लागेको छ केटा हो। Okay, let's get back to the name names. Team Locals. So today I am going to sing Timi Bhani.
बत्ती गइसकेको छ केटा हो केटा बत्ती आइसकेको छ तिम्रो आँसुलाई छुएर निस्किँदानेको झुटो रङ्गीन साँचो तिमीलाई अङ्गाले जस्तो लाग्यो कि मेरो संसार तिमी हो यदि अर्को जन्म हुन्छ भने दोहोऱ्याएर फेरि तिमीसँगै बितोस् मुस्कानले सुझाउला तिमीलाई मेरो तिमीका बन्द आँखा पानी पानी मेरो कानमा कराउन छोर मेरो भाइ Joli बजारमा Joli बजारमा रात हुई फिर दिन फिर से रात and it's based on Fine and Pentatonic scale. I hope you all enjoy it. Thank you. केटा अब सो डिनरतिर केटा विथ अ ब्युटिफुल भ्यू अलिक छेउतिर बस्नु वा भइदियो नि त भिजा रहेछ नि त तर म बसिसकेँ हेर्दछु अब केटा भ्यू चाहिँ बाउ हाल्छ है केटा केही देख्दिनँ त लाइटिङ चाहिँ हो क्या सो डिनर हानिदिनेछ केटा भ्यू बाउ हाल्छ है केटा
केटाहरू डिनर हान्दै होइन केटाहरूसँग अब भाइहरू खेल्दैछ यहाँ अर्को तिर लाग्छ कि आलु मान्छे औडा मान्छेहरूसँग बत्ती बाल्दै खाइरहेको छ कि यस्तो बवाल ठाउँमा भ्यू खतरा बवाल छ डिनर हानेर अब आइसक्यो सतिर त तिमीहरूको त आइसक्यो केटाहरू छ यहाँ यस्तो खुच्चाहरू बसिरहेको छ केटाहरू यहाँ केटाहरू अझै त्यहाँ छ अब यस्तो केटाहरू डिनर सेन्टर सक्यो होइन अब केटाहरू ल झ्यापझुप होइन किस भाइ त्यो केटा खतरा छ नि इन्टरभ्यू यस्तो अब केटा हो अब खतरा ठाउँ छ यसो डिनर सिनर हानेर केटा यसो रुममा आइदिएको अब होइन केटा हो यसो अब उ गर्नु पऱ्यो नि होइन यसो अनि खतरा हो नि त केटा हो अनि भ्यू चाहिँ केटा हो के भन्नु कि तिमीहरूलाई के भन्नु त्यही केटा हो हामी चाहिँ अब उता जानु लाग्यो रिसेप्सनमा यसो खानु केही यसो ड्रिङ्क्स मिलाउन आँटिसकेको थिएँ त्यही भएर त उठाएको पिज्जा सिज्जा चाहिँ हेरौँ न यार त्यही त हेरेर कहाँ छ खोजिरहेको थिएँ भन्ने मगरिता एउटा मार्गरिटा पिज्जा अनि के अरे टिन्डा स्प्राइट कुन कुन मलाई चाहिँ एउटा कुक गरिदिनु कोक कि स्प्राइट कोकै हो दुइटा कोक एउटा स्प्राइट सेल्फी गर्नुपर्छ हुन्छ कति हुन्छ कोक तिनवटा कोक दुइटा एउटा स्प्राइट दुइटा कोक र स्प्राइट कति हुन्छ कोक र स्प्राइट कति हुन्छ सेम नै हो रेटहरू रेट सेम नै हजुरको त्यो अनि त्यो ग्लासमा गरेको छ ए अब त्यो 1000 पिस गरिदिनु हजुर अहिले दिनुहोस् त कति टाइम लाग्छ होला है पिज्जाको लागि चाहिँ हाम्रो 25-30 मिनट लाग्छ हजुरको किन त्यो हुन्छ बनाउँदा ओभनमा हाल्दा टाइम लाग्छ